नमस्ते सबैजनालाई। के गर्दै हुनुहुन्छ साथीहरू? म चाहिँ यहाँ केटाकेटीलाई यहाँ दुध तताउँदैछु। केटाकेटीलाई नास्ता दिनला। भर्खर बिहानको काम सकेर आइयो। अब फेरि नास्ता सास्ता केटाकेटीलाई दिएर फेरि ड्युटी दौड्ने हो साथीहरू। बिहान 5 बजे गएको, बल्ल आइयो 9 बजेको छ अहिले इन्डियाको। अब एकछिन पछि फेरि नास्ता दिएर केटाकेटीलाई ट्युसन पठाएर फेरि घोडो छ तल, घोडो बाँधेर आएको छु भित्ता। भित्ता घोडो बाँधेर आएको छु। घोडामाथि चढेर जाँटे पुरा फुल स्पिडमा दौडेपछि हेर्नु साथीहरू 10 मिनटमा ड्युटी पुगिन्छ। फेरि दिउँसो 1 बजेतिर ड्युटी सकिन्छ। त्यहाँ फेरि आउने हेर्नुहोस् घोडामाथि सरर साथीहरू। यस्तै चलिरहेछ हेर्नुहोस् इन्डियाको ड्युटी। यस्तै हो गरी हेर्नुहोस्। होइन र साथीहरू, टेन्सन ल्याउने होइन क्या साथीहरू। टेन्सन लिएर बाँच्नु बेकार हो। रुनी धुनी आइमै भएर बाँच्ने होइन को। छोरो मान्छे राजा जस्तो हुनुपर्छ। टाइकोट लाएर मान्छे ठुलो मान्छे बन्ने होइन के साथीहरू। व्यवहारमा कडा हुनुपर्छ मान्छेहरू, बोलीमा कडा। फट भनेर यहाँ जस्तो देश उस्तै भेष। यहाँ टाइकोट लाएर ठुला कुरा गरेर मान्छे काम छैन। यो देशीको भाँडा मान्ने, कुरा ठुल्ठुला गर्ने, टाइकोट लाएर हिँड्ने त काम छैन। यहाँ त सानो हेर्दा मान्छे सिम्पल सादा के एकदम। मान्छेलाई यो नलाग्योस् कि अरे यो त बहुत गरिब मान्छे रहेछ यार भन्नुहोस् न। यहाँ केही छैन, माया गर्छ क्या मान्छेले। बोलीमा एकदम कडा हुनुपर्छ। फेरि बोलीमा त फेरि त्यस्तो फ्याँक्ने होइन कि अरूले चाहिँ फेरि मेरो यत्रो लङ्का सुन छ भन्ने होइन। लङ्का सुन भएर यहाँ के काम? लङ्का सुनमा घरमा त सुन आदि छ नि। अब यहाँ के गर्ने? अर्का देशमा भाँडा बाँध्न पर्छ होइन र साथीहरू। ल साथीहरू, पैसा कमाउनु छ भने पर टाइगट लाउन हुन्न कि साथीहरू। हेर्नु सिम्पल बन्ने, चप्पल लाउने हात्ती छाप। पैसा कमाउनु छ भने टेक्निक, दिमाग थुतुर मात्रै चलाउने क्या। दिमाग पनि हात पनि दिमाग सबै चलाउनु पर्यो एकचोटि, बल्ल मान्छे कामयाब हुन्छ साथीहरू। ल टाटा बाई बाई। सबैले माया गरिदिनु होला नि है।